नमस्ते गाइज, आजको हाम्रो भ्लगमा सबैजनालाई वेलकम छ। अनि आज चाहिँ हामी घुम्न गइरहेछौँ रोक्सिम भन्ज्याङतिर होइन। अनि यता चाहिँ हामी 6 जना छौँ। हाम्रो यात्रा चाहिँ अब सुरु भइसकेको छ। अब अरू चाहिँ भिडियो हामी तपाईँहरूलाई भरे देखाउने छौँ है त गाइज। ल फाइनली गाइज अहिले चाहिँ हामी टक्क आइसक्यो रोक्सिम होइन दाइ। हाम्रो टिम चाहिँ बाबा रोक्सिम होइन फर्स्टचोटि गाइज हाम्रो चाहिँ होइन फर्स्टचोटि आइयो। अब नाचिन्छ खतरा बबाल छ है बबाल। यस्तै छ है गाइज, यस्तै छ। फाइनली गाइज है यस्तै छ, खतरा लागिरहेको छ है। कुल्फी आयो कुल्फी बबाल भइरहेछ है, फाको चाहिँ बबाल हो यता। अब नाचिन्छ खतरा। हेरौला खो अरू म त ननाच्ने ल गाइस यस्तो छ यस्तो हो। यहाँ आइपुग्छु ल, म एक खन्डको नाच्छु ल। हामी कता जानु? एक खन्डको नाच्छु ल। नाच्नु पर्दैन के खो हाम्रो केटाहरू चाहिँ हराइदिएको गाइस। हाम्रो केटाहरू चाहिँ फाइनली हराइसकेको छ भने केटाहरू यो हेलमेटले गर्दा मात्र चिनिन्छ हौ। हामी अगाडि आएछौँ नि त। ल बबाल लागिरहेछ है त बबाल। केटाको तानी छ नि त। ल यस्तै गाइस गाउँको मेला यही हो, मेला झमेला होइन दिनु। टुप्पातिर यति बेला होइन हिँड्दैछौँ एकदमसँग है गाइस। यस गाइस यस्तो छ है, साकेला नचाहि कस्तो क्लियर नगया। बबाल लाग्दो रहेछ है बबाल। तातेको छ है, यतिको तात्नु चाहिँ पर्छ है गाइस। ल भिडियो राम्रो आउनु लाग्छ गाइस। फोन कतिले हुनु पर्दो रहेछ, मेरो चाहिँ छैन होइन, एकदम यस्तै छ होइन। यो चाहिँ यस्तो हो कि यार, मेरो राजा मेरो हिरो।
आमा देऊ ल हाम्रो चाहिँ होइन ग्याङ अब उकालो हिँडिसकेको छ है ल गाइज अनि यता चाहिँ होइन ढक्क लाएर अब दुईचोटि आइसकेको छौँ एउटा डाँडामा यस्तै छ होइन ल अनि अचम्मको कुरो पनि देखियो आज चाहिँ गाइज होइन टक्क यो जस्तै जुलबी जस्तै पकाएर टक्क होइन चाउमिन चाहिँ फ्राई हानेर सुकाइरहेछ कि गाइज एकदम अचम्मको कुरो हो त्यो भने चाहिँ फर्स्ट टाइम होइन फर्स्ट टाइम देखेको है गाइज कस्तो लाग्यो त तिमीलाई चाहिँ त्यो देख्दाखेरि खाना चाहिँ खाइयो तर पेटभित्र मात्रै ल नि हाम्रो मालदाईको आजको घुमघामकोमा कस्तो भइरहेको त मलाई रमाइलो भइरहेको छ राम्रै भयो भन्नुपर्छ अब सुकेको चाउमिन अब सुकोटी स्टाइलको चाउमिन होइन अनि आजको होइन घुमफिर चाहिँ कस्तो भइरहेको केटा तिमीहरूको राम्रो भइरहेको छ हो बबाल ल अनि गौरव भाइ के छ तिम्रो हाल खबर भनिदेऊ मेरो त एकदम ठिक छ चिलमा पुरै अनि प्रदीप भाइ चाहिँ एकदम ठिक छ ल हाम्रो ग्याङ होइन रोइलामा है अनि यो चाहिँ भने थाम खड्क के भन्ने ठाउँ रहेछ गाइज होइन एयरपोर्ट थाम खड्क है ल थाम खड्काको होइन थाम चाहिँ उतै होला खड्का चाहिँ यहाँ रहेछ होइन यस्तै छ है ल त यस्तै छ होइन ल गाइज यति बेला चाहिँ हामी सल्लाहकारी लागिरहेछौँ है अनि यता चाहिँ मान्छे भने एकदम प्याक होइन फोटो खिच्ने मान्छेहरू ज्यादा हामी उकालै हिँडिरहेछौँ ल तातेको छ आमा यतिको चाहिँ हुनु पर्यो गाइज दा यतिको चाहिँ हुनुपर्छ सल्लाह गाडी है यो चाहिँ गाइज फोटो खिच्ने सल्लाह गाडी अनि आमा हो अरू जसले जे भने पनि हाम्रो टोली चाहिँ चिलमा हो होइन दाइ सधैँ हामी नै चिलमा हो खतरा है खतरा स्लिप खान्छ है गाइस यस्तो ठाउँमा चाहिँ टायरले होइन एकदमसँगले स्लिप खानुबाट बस्नुपर्छ ओइले यहाँ आएर भेटघाट भयो नि त राम्रो ल हाम्रो ग्याङ चाहिँ यतिको चाहिँ हुनु पर्यो है गाइज यो ठाउँ चाहिँ हाम्रो फर्स्टचोटि आइरहेको छौँ होइन यो ठाउँ आमा हाम्रो हिरो भेजा हो के छ तपाईँको आमा हो ल अनि यता चाहिँ यसो गीत गाउने बस्ने खालको ठाउँ रहेछ होइन गाइज ल कडा गाइज यो चाहिँ सब केटाहरू सिङ्गल छ है सिङ्गल केटाहरू नि हो पार्वतीको बारेमा गीत गायो होइन आत्मा ओ चस्मा नखोले झिम्काउनु फेरि झिम्काउँदा चाहिँ चस्मा नखोली झिम्काउनु मार्छ फेरि भिडियो त फाइनली गाइज यसले चाहिँ फोटोसोटो खिचेर होइन लाग्दिसकेछौँ सल्लाह गाडीबाट होइन मलाई हो
सल्लाह गाडीमा सल्लाह गरेर सल्लाह गर्दैछौँ हामी हामी लाग्दैछौँ होइन टक्क बालेर टक्क अब हामी चाहिँ कति जानुपर्ने हुन्छ भने होइन कतितिर जानुपर्ने हुन्छ ल आज मरिन्छ होला है पारिन्छ हो हाम्रोतिर चाहिँ पानी आउँदैछ जस्तो के आउँदैछ अरे जलदेउता एउटा यहीँ छ होइन ल ल म त मर्छु होला है किन हो त्यसो नभन्नु न होइन पानी परेर ढुसे लाग्यो जलदेउताहरू यस्तै हुन्छ कि तर होइन प्रायः जस्तो गाइस अब हामी अर्को गाउँ हेरिदिन्छौँ होइन गाइस तर हिजो गाडी तर यस्तो हुन्छ गाइस गाडी त हिँड्नु पऱ्यो नि छनै सल्लाह गाडी होइन छनै सल्लाह गाडी हिँड्नु त पऱ्यो नि गाडी गाडी झट्ट मिलाएर बुझ्नु होला तपाईँहरूले होइन यतिको चाहिँ हुनु पर्यो बिराज हर्कीमालाई के भयो ल यति बेला चाहिँ फेरि तलतिरसम्मको यात्रा गाइज ल ल ल म अति दियो ढिलो आयो कडा आयो त आधी घन्टामा एकचोटि बोल्छ तर राम्रो हँसाइ चाहिँ कस्तो थियो अरू निकाल्दा एकछिन हाँसौँ न रोक्सिम हो यो चाहिँ रोक्सिम हो रोक्सिमको झार गाडी हो न हौ सक्दैन नि होइन 3 लाख त क्रस होला सबले सब्सक्राइब हान्नु पर्यो नि त होइन अब त्यहाँ भ्लगमा हो त्यो भ्लगमा चाहिँ सब्सक्राइब अनि लाइक कमेन्ट सेयर पनि हान्नु पर्यो होइन गर्नु होला है त गाइज कसले भनेको फेरि यहाँ चाहिँ को हुनुहुन्छ होइन हेरिदिनु होला म पनि छु भनेर कमेन्ट पनि आउनु पर्यो है त गाइज को हुनुहुन्छ है यहाँ चाहिँ को हुनुहुन्छ कमेन्ट हान्नु पर्यो है को हुनुहुन्छ है गाइज रोक्सिम हजुर कसले देखिरहनु भएको छ होइन खोलाएर कमेन्ट हान्नु पर्यो कि कमेन्ट है त अनि राम्री मान्छेले पनि कमेन्ट हान्नु पर्यो है म पनि त्यही भनेर खत्म बाय बाय टाटा गुड बाय गया ओह्रालो हेरौँ न गाई छुरी हेरौँ न खुट्टा हेरौँ खुट्टा सक्दैन नि फेरि हामीलाई हिँड्नु त होइन ब्रेक छ हो गाइज हाम्रो त खुट्टेमा ब्रेक यस्तै हो गाइज अगाडिको ब्रेक होइन खुट्टाको ब्रेक छैन हौ हुनु पर्यो है त गाइज हुनु पर्यो अम्बुजा सिमेन्टले बनेको ब्रेक हो नि त अब यहाँनिर चाहिँ गाइज पब्लिक छ है 2-3 लाखजना है गाइज हाम्रो ग्रुप त यत्रो हो भने यस्तो ग्रुप त कति 100 भन्दा धेरै आएको छ है गाइज हामीले नाचेको नि होइन हामीलाई कसैले सकेन नाच्न होइन गाइज हाम्रो ग्रुपलाई त्यही भएर है यस्तो छ अब होइन अहिले चाहिँ हामी यतापट्टिबाट आइरहेको थियौँ है गाइज ओह्रालो पनि यो खतरा छ है खतरा गाडी ल गाइज यति बेला चाहिँ हामी यो डाँडा सकेर होइन पल्लो डाँडा लागिरहेछौँ है पल्लो डाँडा हुँदै हामी घरतर्फ लाग्नेछौँ होइन सबजनाले कमेन्ट हान्नु पर्यो है गाइज कमेन्ट हान्नु पर्यो ओके त यस्तै छ है अनि हाम्रो बाइक चाहिँ यस्तै छ है गाइज यस्तै हो गाइज होइन औ न डक्क लाएर यो चाहिँ मेरो हेलमेट है फेरि डक्क लाएर लाउनु पर्ने हुन्छ अब हिरो नि हिरो
हेलमेट कस्तो छ के छ त्यो मतलब भएन कि होइन कसले कुदाइरहेको छ त्यो म्याटर भएन अनि रोक्सिमलाई सायद बाई बाई पनि गऱ्यौँ होला अब हामीले तर को हुनुहुन्छ के को हुनुहुन्छ कि गाइस यहाँनिर चाहिँ मलाई हेर्दै गरेको होइन को हुनुहुन्छ कमेन्ट गर्नु पऱ्यो कि गाइस अझै धेरै त राम्री मान्छेले कमेन्ट गर्नु पऱ्यो अरे त्यो चाहिँ एकदम मजाक मात्रै हो गाइस होइन कृपया सबले हानिदिनु होला है को हुनुहुन्थ्यो यसो ब्लग हेर्ने जतिले ल है त म एकछिनमा भेट्नेछु ल गाइस यति बेला चाहिँ टक्क चिसो खाँदैछौँ है यस्तो यो तिनवटा चाहिँ सरासर केटाहरूले खोलिसक्यो होइन केटाहरू भन्दाखेरि हाम्रो दाजुहरू हुनुहुन्छ नरिसाउनु होला अनि यता छ टक्क होइन अब यहाँ खाजा चाहिँ बनिरहेको छ नि यहाँ चिसो आत्मा हो ल लोकल तर कहिले खानुपर्छ है त गाई ल गाई चाहिँ यति बेला चाहिँ हामी घर लगाइसकेको छौँ होइन अनि यो चाहिँ हाम्रो मूलडाँडा होइन यो तल देख्न सक्नुहुन्छ घर एउटा मात्रै घर रहेछ होइन फोटो खिच्ने क्रम भइरहेको छ है यस्तो होइन अनि यस्तो छ है यो चाहिँ मूलडाँडा भन्ने ठाउँ है त गाई ल पहिले यो चाहिँ भने हिँडेर ए बेलडाँडा जाने बाटो है यो होइन दाइ ल है अनि के छ हौ गोलीहरू ल अनि टक्क हामी चाहिँ अहिले होइन फागु सागु मनाएर होइन लाग्दैछौँ होइन घरतर्फको यात्रा होइन अनि अब हामी होइन टक्क यहाँ भिसिएममाको फागु पनि भ्याउने छौँ होइन एक मट्याङ्ग्राले होइन 2 शिकार मर्ने छ आज गाई छ हाम्रो है त गाई चाहिँ यति बेला चाहिँ हामी टक्क यो मूलडाँडादेखि चाहिँ होइन अब घर हामी हिँडिसकेको छौँ हामी होइन सब ल ओ जल्दी भयो गाई सब सबभन्दा लास्टमा हिँड्नुबाट छु ढिलो चाहिँ हाम्रो खतरा छ होइन खतरा खाइदिएको छ नि होइन पछाडि यहाँ 2 भाइ छ एक जोडी यता 2 भाइ छ एक जोडी सक्यो अनि मच्छी यता गाइज ल है त ल हेलो गाइज त्यति बेला चाहिँ टक्क पानी परिरहेको छ अनि हामी चाहिँ बाटोमा बसिरहेको छौँ है पानी टक्क परिरहेको छ हामी आउँदा पानी मस्त भिजायो यस्तै हो गाइज पानी देख्न सक्नुहुन्छ है ल अनि हाम्रो गाडीहरू चाहिँ यता है गाइज अनि यस्तो भइरहेछ यस्तो खलो भइरहेछ गाइज पानीमा होइन छिट्टिँदै लड्दै लगाइदिएको त्यही पनि अब हो पानी पर्दै त्यही माथि बाटोको हालत तपाईँहरू होइन के देखाउनु थाहा पनि होला गाइज अनि यता देख्न सक्नुहुन्छ है बाटोहरू खोला तरेर हिँड्नुपर्छ है अनि यता हो टक्क हाम्रो ग्रुप चाहिँ पार्टीमा बसिरहेको छौँ यस्तो त हो बिजोक रमाइलो भिजेर यस्तो छ हालत है त ल गाइज हामी चाहिँ न्यु इयर मानेर आउँदैथ्यौँ है टक्कै बाटोमा ओभर परियो होइन टक्क आउँदैथ्यौँ लेखाएको बाटो होइन पुल छैन पक्की पुल छैन नेपालमा यस्तै हो गाइज है त बिजोक भयो रातको 12 बजिरहेको छ होइन म खाली खुट्टे छु कि यस्तो चिसोमा पनि हिँड्नु ल खाली खुट्टे छु कि म होइन आगो बाल्नुले चिसो दाउरा के ल आगो बालिरहेको छौँ है यस्तै छ होइन अनि यता चाहिँ देख्न सक्नुहुन्छ है हाम्रो गाडीहरू त्यत्तिकै थन्किदिरहेछ होइन के गर्नु मेरो जुत्ता चाहिँ यता म भने खाली खुट्टे होइन भल हेर्नु है भल नि मस्त आइदिरहेछ भल होइन गाइज पानी घट्नेको कुनै नाम निशानै छैन यस्तो छ भल पुरै परसम्म छ है के गर्नु यस्तै छ है प्लास्टिक झिक न ल अनि चिसो दाउरा बालिरहेको छौँ है गाइज यति बेला चाहिँ हामी बाघले काँचो मासु खान्छ त्यस्तै हामी काँचो दाउरा जान्छ यस्तै छ है त गाइज ल के भन्न चाहनुहुन्छ सबैजना 2 दिने परानी आज आएको भोलि खरानी भनेको यही हो गाइज होइन र आज हामी यहाँ छौँ भोलि कहाँ हुन्छौँ सबजना थाहा छैन होइन रमाइलो भयो जोस् भन्न चाहन्छु म चाहिँ रमाइलो थियो बोयासीले खासै राम्रो बर्बादी गरेन हामीलाई बोयासीले खासै राम्रो हुँदैको चाहिँ होइन यो लक्ष्यन चाहिँ खासै राम्रो होइन ए त्यो हामीलाई जे थियो 81 ठिक थियो बोयासीले अलिक होइन
एक साल सुतेको कारण यस्तो भएको होला ओ मलाई आजको भ्रमण कस्तो भयो बबाल दामी छ जाँदो खोलामा पुरा बसिरहेको छु घुम्दैछु हो अनि यो आफ्नो कस्तो भयो आजको भ्रमण बबाल ल ठिक छ ल दाइ कोन हो किरण अलिकति हात पनि चोट लागेको छ अलिक गम्भीरै छ राम्रो सन्देश दाजुको ठिकै भयो खासै रमाइलो पनि भएन आज अनि मान्छेको पनि बबाल भइरहेछ होइन बिजोक रमाइलो भइरहेछ है त गाइस होइन मौसमले खतरा च्यालेन्ज हान्यो कि हामीलाई खतरा च्यालेन्ज हो